नमस्कार। कार्यक्रम जनजनको सरकार स्थानीय सरकारमा स्वागत छ। म राजन जयगढी। त्यसै पनि हामी यो कार्यक्रममा स्थानीय तहले सेवा प्रवाहलाई कसरी व्यवस्थित गरिरहनु भएको छ र उहाँले के कस्ता विकास निर्माणका कार्यहरू गर्दै हुनुहुन्छ भन्ने विषयमा कुराकानी गर्ने गर्दछौँ। आज हामीसँग कृष्णपुर नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष बाबुराम चौधरी हुनुहुन्छ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। स्वागत छ दाजु। धन्यवाद राजनजी। यहाँको अब कार्यकाल पनि 3 वर्ष पुग्न आँट्यो। आफ्नो 3 वर्षीय कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ? म समीक्षा गर्दाखेरि मलाई के लाग्छ भने सुरुमा म आउँदाखेरि हामी निर्वाचित हुँदै गर्दा एउटा हामी बालमुक्ति स्कुलमा हामी बसेका थियौँ। एउटा स्कुल सानो, हाम्रो वडाकाले पनि बनेको थिएन। त्यसपछि 2 वर्ष त्यसैमा काम गऱ्यौँ। 2 वर्षमा काम गर्दाखेरि सुरुमा हामीले अब सुरु आउँदाखेरि त हामी योजना बनायौँ। योजना टिम बनाएर गाउँ टोली खट्यौँ। टोली गाउँमा कुन टोलमा के आवश्यक छ, कस्तो खाले योजना लाग्दाखेरि राम्रो होला भन्ने सबै समीक्षा गरेर एउटा योजना बनायौँ। योजना बनाइसकेपछि अब धेरै आवश्यक रहेछ। आवश्यक भनेपछि अब कसैको कहिले पनि पूर्ति नहुने जस्तो देखियो। तर हामी निरन्तर सुरुवाती चरणमा हामी लाग्यौँ। सुरुमा स्वास्थ्य र शिक्षातिर एउटा योजना छुट्यायौँ। स्वास्थ्यको लागि सुरुमा त हाम्रो भवनै थिएन। स्वास्थ्यको भवन एउटा सानो कोठामा हामी बसेर स्वास्थ्य प्रमुखले आफ्नो प्रस्ताव राख्नुभयो। न हामीसँग दराज थियो। अब एउटा दराज 2 दराजमा चलिरहेको थियो भनौँ, स्वास्थ्यमा एउटा कोठा भाडामा। र हामी त्यसपछि हामी योजना जुन नगरपालिकासँग माग गऱ्यौँ, वार्षिक योजना, त्यसपछि उहाँ हामी सुरु सालकै दोस्रो चरणमा हामी त्यो सफल भयौँ बनाएर स्वास्थ्यमा। अहिले हाम्रो कृष्णपुर नगरपालिकाको मौडी फाँटा भन्ने ठाउँ हाम्रो वडा नम्बर 6 को ठ्याक्कै त्यो आधारभूत स्वास्थ्य केन्द्र बनाएका छौँ र अहिले व्यवस्थित गरेका छौँ। त्यो के कुरा छ जो आधारभूत, जहाँ तपाईँहरूले निर्माण गरेका आधारभूत स्वास्थ्य केन्द्रमा उपकरण हुँदैनन्, जनशक्ति हुँदैन भन्ने गुनासा त छँदैछन्? त्यो एकदम सही हो। किनकि हामीसँग स्वास्थ्यकर्मी एकदमै कम छ। हामीसँग अहिले हेर्दाखेरि एउटै छन्। अहिले मेडसँग सरोकार एउटा हामीले पाएको छौँ र फिल्डैमा हुन्छन् उहाँहरू। फेरि एउटै स्वास्थ्यकर्मी कहिले गाउँमा फिल्ड जाने कि कहिले के अरे हाम्रो स्वास्थ्य आधारभूत स्वास्थ्यमा बस्ने कि त्यस्तो खाले भएकोले एकदम जरुरी छ। त्यसको माग हामी बारम्बार राखेका छौँ र यो कुरा पनि उठिराखेको छ राख्ने भन्ने कुरा। तर अब सायद यसको पनि समाधान हुन्छ भन्ने लाग्छ मलाई। कृष्णपुर नगरपालिकावासीले, तपाईँ वार्ड नम्बर 6 वासीले भन्दाखेरि केही अलि उच्च स्तरको केही चेक जाँच गर्नुपर्ने, अझै पनि धनगढी जानुपर्ने समस्या छ। एउटा अस्पताल छ, नगर अस्पताल तपाईँहरूले सञ्चालन गर्नुभएको, त्यहाँ पनि सेवा सुविधा त्यति व्यवस्थित गर्न सक्नु भएको छैन भन्ने छ तपाईँहरूको कार्यपालिका टिमले, होइन? यहाँका नागरिकले सहज स्वास्थ्य सेवा कहिले पाउँछन् अब? तर पहिलाभन्दा त धेरै सुधार भइसकेको छ। किनकि पहिला त हामीसँग सायद रातिकालको पनि हामीले पाएका थिएनौँ हामीभन्दा अगाडिका। अहिले हामी 24 घन्टा सेवा दिइराखेका छौँ र ल्याबदेखि लिएर सबै चिज अहिले व्यवस्था छ। सायद मलाई लाग्छ अब सुधार हुन्छ। एकदम अर्को प्रसङ्गमा कुरा गरौँ दाजु, यो शिक्षा क्षेत्रको कुरा गरौँ। यो अब अधिकांश स्थानीय तहहरूले अहिले यो विद्यालय समायोजन, शिक्षक समायोजनका विषयहरूको अभ्यास गरिरहेका छन्, होइन? कृष्णपुर नगरपालिकाको तपाईँको वार्ड नम्बर 6 को सवालमा तपाईँले शिक्षा सुधारमा के काम गर्नुभयो अहिलेसम्म? एकदम राम्रो प्रश्न सोध्नुभएको छ। हामी सुरुवाती चरणदेखि हामीले के गर्यौँ भनेपछि मेरो वडामा 2 वटा स्कुल पर्छ, महाकाली मावि र सरस्वती मावि। र त्यो स्कुलको लागि हामी वडामा सानो बजेट हुन्छ। सानो बजेट भए पनि हामीले एसीको लागि हामी ट्युसन फी यतैबाट चलायौँ दुईटै स्कुललाई। र अर्को के गर्यो भनेपछि छात्रवृत्ति हामीले 320 जनालाई कपडा सहितको छात्रवृत्ति दिए हामी दुईटै स्कुल लगाएर। तर अलि महाकालीमा बढी छन् त अलि महाकालीमा बढी दिए र सरस्वतीमा अलि विद्यार्थी कम छ त कम दिए शिक्षा क्षेत्रमा। र त्यही सँगसँगै खेलकुद पनि म जोडौँ अलि।
खेलकुदमा पनि मैले हजुरलाई छुट्टै गरौँ एउटा प्रश्न जोडिहालेँ मैले तपाईँले भन्नुभयो। तर एउटा कुरा हाम्रो के छ भने शिक्षा क्षेत्रमा हामी भौतिक संरचना बनाए मात्रै हामी विकास गर्यो भन्ने सोच्छौँ होइन। त्यो होइन भौतिक संरचनामा त हामीहरू यी भवन यत्र 3-3 तलाका बनिरहेछन्। सँगै बजेट चाहिँ यो के अरे नमुना स्कुलको होइन र उतातिर पनि भवन बनिरहेछ। तर मेरो यसमा एउटा जिज्ञासा तपाईँहरू स्थानीय मैले टाढा नगइकन नगरको कुरा र सङ्घको प्रदेशको कुरा नगरी म वडाको कुरा मात्रै सीमित गरिरहेको छु। किनकि मैले गर्न चाहेको के हो भनेपछि हामीले राम्रो शिक्षा दिनुपर्छ र म आफ्नो सदस्यहरूलाई पनि टाइममा स्कुलमा कुन बेला उहाँहरूले जानुपर्छ एकदम खटिरहनु भएको छ उहाँहरूले। र हप्तामा एउटा जिज्ञासा छ यसमा मैले थोरै जोडिहालेँ। यो गत वर्षको कक्षा 8 आधारभूत तह कक्षा 8 को नतिजा हेर्ने हो अधिकांश विद्यालयको नतिजा नील छ। एसईको नतिजा हेर्ने हो 68% विद्यार्थी सुदूरपश्चिममा मात्रै नन ग्रेडिङमा परेका छन्। यो अब स्थानीय तहका जनप्रतिनिधिहरूले चाह्यो भने नतिजा सुधार हुन्छ भन्छन् होइन। यो नतिजा सुधारमा हामी किन काम गर्दैनौँ? भौतिक संरचना बनाएर भएन। छात्रवृत्ति भने त विद्यालय नजाने विद्यार्थीलाई पढाउन नसक्ने अभिभावकलाई सहजका लागि त्यो भयो होइन। नतिजा सुधारका लागि के गर्नुभयो त्यो भनिदिनु। तर नतिजा सुधारको लागि त पहिला त स्कुलमा मात्रै हामीले जुन भन्छौँ नि टिचर 10 to 4 सम्म मात्रै त हो स्कुल। त्यसपछिको हाम्रो बच्चाले के गरिरहेछ र कहाँ गइरहेछ भन्ने हाम्रो पनि जिम्मेवार हुन्छ। किनकि हामीले स्कुललाई मात्रै टार्गेट दिन्छौँ। हामीले त अहिले मैले भन्यो नि त एसीको लागि ट्युसन चलायौँ होइन। फेरि यस्ता कक्षा पनि सरहरू चलाइरहेछन्। तर त्यसपछिको मेरो बच्चा कति बेला आइरहेछ कति बेला घरमा पुगिरहेछ छैन भन्ने त अभिभावकले पनि हेरिदिनु पर्ने हुन्छ। त यो हामीले बारम्बार भनिरहेछौँ अभिभावक भेलामा हामीले टिचर लगायत व्यवस्थापन समिति एउटा टोल बाई गएर उहाँहरूलाई एकदम कोर्डिनेसन मिटिङ गरेर यसरी जाँदा यसरी हुन्छ है भनेर हामी यो प्रोसेस पनि हामी कोसिस गरेका छौँ यतातिर। तर अहिले वास्तविक पूर्ण रूपमा सफल भएको छैनौँ हामीहरू। तर यो हामीले किनकि अहिलेको नयाँ जेनेरेसन भनेको के देख्छौँ भनेपछि घर गयो किताब एकातिर फाल्यो उता साथीहरू गयो साथीहरूसँग गयो गाँजा भाङा कुलटतिर लागु औषधतिर छुट्टै होइन जाने हुनाले। तर मेन भूमिका शिक्षकको मात्रै नभइकन अभिभावकको पनि हुनुपर्छ मलाई लाग्छ। तर के हो भने समस्या के छ भने राज्यको यो शिक्षा क्षेत्रमा अरबौँ लगानी छ ठुलो लगानी छ। तर हामी जनप्रतिनिधिहरू पनि यो हामीले यो सामुदायिक विद्यालयलाई भरोसा नगरेको अवस्था छ। अधिकांश जनप्रतिनिधिका बालबालिकाहरू निजी स्कुलमा पढ्न जान्छन्। हो त्यो त हामीले शिक्षामा सुधार गर्नलाई पहिला त आफ्नै बच्चालाई हामी सरकारी स्कुलमा लगाउनुपर्छ। पहिला त पट्याउनु पर्छ र अरूलाई यस्ता कुराहरू पनि हामीले जनचेतनामूलक कार्यक्रम पनि गर्नुपर्छ। किनकि अब विश्वास के छ भनेपछि अब वास्तविक यसो हेर्दाखेरि हाम्रै कृष्णपुर नगरपालिकाभित्र हेर्दाखेरि आफ्नै हेड सर छन् टिचरहरू छन् आफ्नै स्कुलमा नपढाइकन बोर्डिङ स्कुलमा लगाएर देखिन्छ। यस्ता कुरालाई हामीले बारम्बार स्कुलमा गएर हामीले बोल्ने गर्छौँ भन्ने गर्छौँ यसरी नगरौँ। त पहिला त आफ्नो विश्वास त गरौँ अरूको विश्वास गर्नुभन्दा त्यो वातावरण त बनाऊ भन्ने हामीले यो बारम्बार भनिराखेका हुन्छौँ। जस्तो यो लागु औषधको समस्या देशव्यापी रूपमा विकराल छ। यो तपाईँहरूसँग त त्यो सीमित स्रोत साधन हुन्छ तपाईँहरूबाट त्यो न्यूनीकरण हुने त सम्भावना त कम छ। तैपनि तपाईँहरूले नै पहल गर्यो भने स्थानीय स्तरबाटै पहल भयो भने लागु औषधका लागि यो चाहिँ न्यूनीकरण हुन्छ भनेर विज्ञहरू भन्नुहुन्छ। एकदम सही कुरो हो। यसको लागि हामी बजेट पनि छुट्याएको छौँ। हामीले सायद 2 चोटि हामीले यहाँ लागु औषध सम्बन्धी कार्यक्रम गरिसक्यौँ। युवा तोलबाट 5 जनालाई अलि जान्ने बुझ्ने खाले गाउँमा गएर सिकाउन सक्ने र स्कुलबाट पनि 15-20 जनालाई एउटा हलमा बसाएर मजाले प्रशिक्षक ल्याएर हामीले 2 चोटि कार्यक्रम राखिसकेका छौँ। यो एकदम गर्नुपर्ने पनि हो यो। किनकि हाम्रो हातबाट हुने सहयोग साइड यतातिर पनि हाम्रो यो वडाले ध्यान दिइरहेछ भन्ने मलाई लाग्छ। जस्तो यो लागु औषधसँग अर्को जोडिने कुरा भने यो बेरोजगारी होइन। युवाहरू खाली हुन थाले घरमा के गरेर बस्ने अनि साथ सङ्गतले चाहिँ कुलतमा फस्न थाले भन्ने समस्या छ। अब तपाईँहरूले वार्षिक रूपमा सिपमूलक कार्यक्रमहरूका लागि बजेट छुट्याउनुहुन्छ। अहिलेसम्म के कुरामा बजेट छुट्याउनु भयो कतिजनालाई स्वरोजगार बनाउनु भयो? अहिले हामीले सुरुमा त हामी के गर्यौँ भनेपछि सिपमूलकको लागि पनि हामीले सिलाइ कटाइ गऱ्यौँ होइन।
अब थोरै अब खेल क्षेत्रमा पनि मैले जोडेँ। त्यो सिमुलैकै हो, त्यो पनि एउटा फुटबल ट्रेनिङ गराएँ होइन। र युवाहरूलाई अब सिमुलक मात्रै नभइकन होइन, कुन ठाउँमा तपाईँको तरकारी खेती हुन्छ कि अन्य खेती हुन्छ कि, जस्तै बिउ बिजन कृषि सम्बन्धी हुन्छ कि, हामीले बाडामा तालिम गराइरहेछौँ। र मेरो वडा भनेको त्यो कृषि र अहिले बलुवाफाटा बन्जरिया सिमपुर राणाटोल पनि जोडिन्छ नि। यो भेगमा भनेपछि हाम्रो तरकारी पकेट एरिया भन्छन्। धेरै अहिले आफ्नै खुट्टामा उभिएर किसानहरू अहिले कमसेकम एक परिवारले 1 बिघा कममा कम गरिरहेछन् अहिले किसान खेती। अहिले अस्ति मैले एउटा सोधेको थिएँ एउटा बहिनीलाई, बहिनी तिमी कति कमाउनुहुन्छ भने एक सिजनमा, नाइ मै कमसेकम 12 लाख, आफ्नो भाषामा 12 लाख त आजै त फाइदा मात्रै हो भने त फाइदा मात्रै हो। मैले झस्के, हेर्नुहोस्, हुन पनि हो मलेसिया त यहीँ रहेछ, त कसरी गर्नुहुन्छ? सोझै भयो। कसरी कमाउनुहुन्छ भनेपछि कतिजना हुनुहुन्छ भनेपछि हामी त 2-3 जना छौँ। तर अब म 2 जना हामी बुढाबुढी लाग्छौँ र अरूलाई दिहाडी गराएर पनि हामी जग्गा लिजमा लिएर पनि हामी गरिरहेछौँ भन्ने कुरा गर्नुभयो। त्यसपछि मैले त्यो विषयमा कोट्याउन थालेँ। हेर्नुहोस्, त्यसपछि एउटा हरिराम चौधरी भन्ने छ, एक दिनमा 40 क्विन्टल जाने रहेछ त्यो हेर्नुहोस् त्यो कृषि। अब गोबी टमाटर अहिले यो मेरै वडाको। त्यसपछि त्यस्तै गर्दा हेर्दै निरीक्षण गर्दा कृषिलाई बोलाउने गर्दा त्यहाँ त एकदम अहिलेको हकमा बलुवाफाटा अहिले हाइलाइटमा छ। बलुवाफाटा भन्ने त्यो कृषि भनेको उनीहरू मलेसियाको साइड त्यहीँ उहाँहरू उत्पादन गरेर मजाले त्योभन्दा पनि सायद बेसी घर पनि हेरिरहेछन्। क्षेत्रमा त अधिकांशले प्रगति नै गरेका देख्छौँ दाजु होइन। अर्को कुरा म यसमा के जोड्न चाहे भनेपछि उहाँहरूले आफ्नै बलमुटापले भएको कुरा लाग्छ मलाई। अहिले थोरै योजना हामीले दिइरहेछौँ र बिउ बिजन पनि। तपाईँहरूले मैले तालिमको कुरा गरिरहेँ, तपाईँ जस्तो तालिम तपाईँहरू दिनुहुन्छ नि त, तालिम तपाईँहरू दिनुहुन्छ, उहाँहरूले तालिम लिनुहुन्छ, एउटा प्रमाणपत्र दिनुहुन्छ। तर त्यो प्रमाणपत्र लिएर उहाँले बाक्सामा थन्काउनुहुन्छ, भोलिबाट पुरानै अवस्थामा फर्किनुहुन्छ। तपाईँले दिएको सिप आफ्नो व्यावहारिक जीवनमा लागू गर्न, उहाँहरूले केही व्यवसाय सुरु गर्न, उहाँहरूलाई सहुलियत ऋणका कुरा, उहाँहरूलाई अनुदानसँग जोड्ने कुराहरूमा के गर्नुभएको छ तपाईँ? हो, एकदमै यो हेर्नु पेसागत रूपमा भइसक्यो। हेर्नु अनुदान त अहिले पनि हामी भर्खरै 3-4 वितरण गरेर आए अनुदानको कुरा होइन। हामी सक्ने जति मोटरहरू होइन, चेम्फा किसानलाई दिने होइन, र यो के अरे टनेलहरू होइन, र त्यो के अरे त्यो खन्ने के अरे स्प्रे टङ्की छर्ने होइन, यस्ताहरू हामी साना दिन सक्ने चिज दिइराखेका छौँ। र हामी कृषिमा पनि प्रत्येक वर्ष बजेट छुट्याउँछौँ। कृषिमा, शिक्षामा, अलिअलि स्वास्थ्यमा पनि छुट्याउँछौँ होइन। यी 3 विषयलाई हामी खेलकुदमा पनि छुट्याउँछौँ। हामी यी 3-4 विषयमा त एकदमै कहिल्यै छोड्दैनौँ। र विकास भनेको हाम्रो अहिले विकासको कुरा तपाईँले सोध्नु भएको छैन, तर सुरुमा आउँदाखेरि हामीले कुन अवस्थामा थिएँ, अहिले मैले बोल्नुभन्दा पनि जनताले बोल्नुपर्छ त्यो कुरा। मैले यो गरेँ ऊ गरेँ भन्दा पनि कति काम भएको छ, कति विकास भएको छ भन्ने मैले तपाईँले फिल्ड गर्नुहोला, फिल्डैमा थाहा हुन्छ कि काम कति भएको छ, पहिलाको अवस्था र अहिले अवस्था कति फरक छ भन्ने हजुरहरूले एकैचोटि नबुझे पनि अलि त पछि बुझिन्छ। त्यो त थाहा हुन्छ। तपाईँको एजेन्डाको कुरा गर्छु एउटा, तपाईँले चुनावमा उम्मेदै गर्दा शुद्ध खानेपानीको एजेन्डा पनि राख्नु भएको थियो होइन। कति वडाभरि कति ठाउँमा पुग्यो शुद्ध खानेपानी? शुद्ध पानीको अहिले हाम्रो वडामा अहिले कमी छ। हेर्नुहोस्, क्लियर कुरा गर्दाखेरि तर सुरुवाती चरणमा छ। अहिले भर्खर हाम्रो अहिले घेरबार हुँदैछ बलुवाफाटा भन्ने ठाउँमा, तर केही भागमा 6 नम्बर 1 भागमा पुगिसकेको छ। यो मौडीफाटा साइजमा यो राणाटोल, सिमपुर, बन्जरिया, बलुवाफाटा को लागि यता हामी सुरुवात गरिसकेका छौँ। अहिले बजेट तपाईँको कार्यकालमा पुग्छ त गोडाभरि खानेपानी? साइट यता आधी त पुगिसकेको छ, आधी त अब नपुग्ने कुरै भएन, पुगिहाल्छ साइट। पूर्वाधारका क्षेत्रमा तपाईँ निर्वाचित भइसकेपछि भएका कामहरू तपाईँको वडामा? एकदम धन्यवाद छ। हामीले सबै जति थारूहरूको चाहिने भुइँयारीहरू हुन्छन् त्यो अहिले सम्पन्न गरेका छौँ। र यतातिर त्यो मौडीफाटा पहाडीहरूको हाम्रा छन् नि, यता पनि लगभग बराबरै भइरहेछ। त्यो हामी थारूहरू भुइँयारी भन्छौँ। र अब हाम्रा यता के अरे
मन्दिर भन्ने गर्छन् होइन, त्यति फरक हो, यो कुरा एउटै हो त्यो होइन। तर त्यो पनि जोड्यौँ र बाटाको पानी पिस हरेक वर्ष हामी 5 किलोमिटर, अहिले हामी लगभग 8 देखि 10 किलोमिटर पानी पिस मात्रै आजै अब लगभग 15 गतेदेखि साइट मेरो सुरु हुन्छ, साइट किलिङ लिइसकेका छौँ हामीहरू। र अर्को कुरो कालोपत्रेको हकमा मेरो पालोदेखि अहिले साइट हामी यो पालि मात्रै 4.5 किलोमिटर कालोपत्रे छ, यो मेरो वडामा मात्र। र बाँकी सङ्घको उताको लगायो भने त्यो अब त्यसको अब ठेक्कापट्टाको अहिले होइन त्यो पहल भइरहेछ, तपाईँहरूलाई थाहा छ ठेकदारहरू कस्ता हुन्छन् भन्ने, त्यसको पनि पहल भइरहेछ। त्योको पनि 2 किलोमिटर छ भन्नाले 60 किलोमिटरसम्म। र पहिला त 1.5 किलोमिटर मात्रै थियो मेरो, अहिले साइट यो वर्ष साइट हामी 60 किलोमिटर पार गर्छौँ भन्ने मलाई विश्वास छ। तर अहिले लगभग 60 किलोमिटर मध्येमै पनि अहिले हामीले 2 किलोमिटर त लगभग सम्पन्न हुन थालिसकेका छ। तपाईँका छिमेकी पालिकाहरू सडक बत्तीका सपना देख्न थालिसके, सडक बत्ती लगाउन थालिसके। तपाईँ निर्वाचित भइसकेपछि तपाईँको कति ठाउँमा सडक बत्ती लगाउनु? सडक बत्ती साइट फाइनल गर्दैछु म, फाइनल पुरा वडाभरि झिलिमिली छ। अब अहिले पनि त्यही कुरा भइरहेको थियो। अलि अब त्यसलाई के अरे राम्रो बनाउनलाई झन् अब सेन्सरवालाको तयारी हामी गर्दैछौँ। साइड चोकमा त फेरि गुणस्तरीय बत्ती आयो भन्ने गुनासा पनि थिए र मेरो कसरी गर्दै हुनुहुन्छ? त्यो त जनतालाई बुझ्दा हुन्छ नै। ठेक्का मार्फत त किन दिने सर? ठेक्का मार्फत दिए त तपाईँको एक गाउँमा 2 गाउँमा लाग्ने त एउटै गाउँमा पुग्दैन सर ठेक्का। हामी आफै खट्छौँ, त्यो आफै प्रत्यक्ष सजिलो। अहिले के छ कि मैले 4 भागमा बाँडिदिएको छु मेरो वडाका सदस्यहरू 4 जनालाई। यतातिर आशपति र रमेश हेर्छन् भनेपछि यो भेगलाई, यतातिर चक्र रैकाल र हाम्रा लक्ष्मीजी हेर्छन्। त्यहाँ त्यो 4 भागमै अहिले पनि उहाँहरूलाई बल्बहरू दिएर अहिले पनि बल्ब मिस्त्री आएको थियो भर्खरै। केही ठाउँमा लगभग 4-5 त्यो बत्ती बिग्रिने कार्य बढी हुन्छ नि, यो पानी तुटफुटले यत्रो ठुलो ओरा छ। तर मेरो कार्यकालमा 2टा अब नगरको सहकारी नगरलाई पनि म धन्यवाद दिन चाहन्छु होइन। त्यो 2टा ट्रान्समिटर यतै राख्न सफल भयो। अझ थप हामी 100 मिटरको 100 केबीको अझ थप हामीले माग गरेर अझ पनि अब यही वर्ष साइड त्यो पनि हुन्छ। साइड बत्ती पुग्छ जस्तो लाग्छ, फाइनलै गर्छौँ। कार्यकाल नै मेरो कार्यकालमा यसै आर्थिक वर्ष म साइड त्यो त म तयारीमा छु पुगाउन। अनि तपाईँको एउटा अर्को एजेन्डाको कुरा गर्छु। तपाईँहरूले चाहिँ चुनावमा उम्मेदवारी गर्दाखेरि यो भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न म लाल पूर्जा दिलाउन पहल गर्छु भनेर लेख्नु भएको थियो होइन? त्यो कहाँ पुग्यो तपाईँको त्यो काम? त्यो अब देशको स्थिति यस्तो छ हेर्नुहोस्, तपाईँहरूलाई थाहा। त्यो सोध्ने कुरा भन्दा पनि होइन, हामीले लगभग यो कार्य नापजोक कार्य हाम्रो लगभग 2टा वडा बाँकी छ अहिले। कृष्णपुर नगरपालिकै भित्र भने मेरो वडा पनि बाँकी छ, किनकि 5 र 6 बाँकी छ, अरू त नापजोक भइसकेका छन्। र अब फेरि सुरुवाती चरणमा छ भनौँ। अब तपाईँलाई त्यो धेरै कुरा अब यो लामो कुरा नगरिकन तपाईँलाई सबै कुरा थाहा छ नि। यो कुरा त सरकार परिवर्तन भएपछि भूमि आयोग विघटन हुने, फेरि आफ्नो अनुकूलका आयोग ल्याउने, त्यो त निरन्तर चलिरहेछ होइन। अब अहिलेको सरकारलाई त बलियो सरकार भन्ने गरिन्छ, बलियो सरकार भनिरहेछन् होइन। 2 ठुला दल मिलेको सरकार। अब अहिले त स्थिरता छ नि त। यो कार्य यो तत्कालै सुरु गर्ने भन्ने हाम्रो आइसकेको छ रुल्स। अब 5 र 6 नै बाँकी छ र 7 अलि बाँकी छ। तर मलाई पनि चिन्ता लागिरहेको छ कि मेरै वडामा 2टा वडा भएको छैन। हामी पनि एकदमै त्यही सम्बन्धी कुरा पालिकामा राख्ने गर्छौँ। छिटो गर्नु पर्यो, प्रेस गर्ने गर्छौँ आफूभन्दा माथिल्लो तहलाई। त्यो जारी छ। तपाईँको वडाको अर्को समस्या यो मोहना नदीको कटानले त्यो नदी आसपासका बस्तीहरू ग्रसित छन्। यो समस्या समाधानका लागि खासै त मोहना नदीले त्यत्रो गड्या छैन हाम्रो। खासै मेरो साइड कमै पर्छ कि, गजरोलानिर अलि पर्छ त फेरि जङ्गल पर्छ त्यहाँ। अर्को फेरि 7 नम्बरमा पर्न जान्छ हेर्नुहोस्। मेरो त्यस्तो छैन। र अलि बलुवा नाला यतातिर अलि 2-4 घरलाई असर पारिरहेछ। त्यसको लागि हामी तटबन्धनको माग गरिरहेछौँ। सायद 1-2 ठाउँ त योपालि पनि सुरु गरेका छौँ, बजेट परेको छ हाम्रो। तपाईँले अघि सुरुवातीमै भन्नुभएको थियो मैले खेल क्षेत्रमा पनि यहाँ प्रशिक्षण गराएँ भन्नुभयो। खेल क्षेत्रमा के काम गर्नुभयो त्यो समग्र भन्नु? खेलको क्षेत्रमा अहिले हामीले फुटबल ट्रेनिङ गराए 1.5 महिना भनौँ। 2टा हाम्रो मेन पोइन्ट थियो। सिमपुर सामुदायिक वनको एउटा त्यो फिल्ड र एउटा मौडी फाँटा त्यो सरस्वती माविको फिल्डमा
हामी 2टा भाग बाँडेका थियौँ र सबैजना खेलाडी जहाँ पाइपर्ने ठाउँ छ त्यहाँ हामीले पठाएका थियौँ र 1.5 महिनासम्मको ट्रेनिङमा अहिले परिणाम मैले देखाएँ नि कि हाम्रा अहिले फाइनल पुग्छन्। अरू अरू दिन फाइनल पुग्थे, सेकेन्ड भएर आउँथे, दोस्रो भएर आउँथे। अहिले योपालि हामी जितेर ल्याएका छौँ वडा कप र नगर कप पनि एकचोटि जितेका छौँ हाम्रो वडाले। सायद खेलाडी राम्रै उत्पादन भइरहेछ भन्ने लाग्छ र भलिबलमा पनि हामी टाइममा समान जुन बजेट छुट्याएको हुन्छ त्यो भित्र रहेर हामी समान दिइरहेछौँ। सो चालु आर्थिक वर्षको अब 3-4 महिना मात्रै छ होइन। अब बजेट कार्यान्वयन तपाईँले योजना बनाएर बजेट कार्यान्वयनको चरणमा त गएर काम भइरह होलान्। यो वर्षमा प्राथमिकतामा राखेका कामहरूमध्ये के सम्पन्न भयो, के बाँकी छन्? यो वर्षको होइन, यो वर्षको त वडाको लगभग फाइनल गरिसके। अलि नगरको काम छ बाँकी र प्रदेश र सङ्घको पनि हाम्रो यो बजेट जुन कालोपत्र 1 किलोमिटर थियो त्यो भइसक्यो र उतातिर जुन 5 नम्बरबाट आइरहेछ त्यो बाँकी छ भनौँ। 5 नम्बरै अब त्यो रोदै महेन्द्र राजमार्गै पार भएको छैन, त्यो अलि बाँकी छ। र हाम्रो त लगभग वडाको सिद्धि नहाल्यो। अब नगरको थोरै छ, अब त्यति नै छ। लगभग हामी फाइनलमा छौँ यस वर्षको। र अर्को वर्षको लागि त हामी अहिले छलफलमै छौँ। अर्को वर्षको तयारीको लागि के कसरी गर्नुपर्छ, कुन ठाउँ के कसरी जान्नुपर्छ भन्ने। र बजेट पनि एकदम सानो हुन्छ हामी वडामा, त्यही सबैलाई हात जोड्नुपर्छ यता होइन, प्रदेशमा पनि हात जोड्नुपर्ने। तपाईँलाई मैले एउटा कुरा सोधिहालेँ। अधिकांश जनप्रतिनिधिहरूसँग, वडाका जनप्रतिनिधिहरूसँग मैले कुरा गर्दाखेरि उहाँहरू के भन्नुहुन्छ भने यो प्रदेशका सङ्घका योजनाहरू कुन बाटोबाट आउँछन् थाहा हुँदैन, तर हामीले माग गरेका योजनाहरू पर्दैनन्। अब सिफारिस माग्न आइसके हामी सिफारिस त दिन्छौँ, तर अरू व्यक्तिगत रूपमा चाहिँ जोसँग आस्थावान छ, आस्थाका हिसाबले होइन, आफ्ना मान्छेसँग भित्री रूपमा चाहिँ योजना आउँछन्, जो हामीले सिफारिस गरेका योजना पर्दैन भन्छन्। तपाईँको त्यो पनि सही हो, एकदम सही हो। अरूले भन्ने कुरा हो त्यो म पनि सहमत छु। तर मलाई के लाग्छ भनेपछि सायद अब दोष त कसलाई दिने, दोष दिन मिलेन होइन। तर हामीले जति पठाउँछौँ सायद त्यो योजना पर्दैन। हेर्नुहोस्, केही पर्छ, नपर्दैन भन्न पनि हुन्छ। सहीमा 10-15% नपर्ने कुरै भएन। तर अब के भन्ने, कसलाई दोष दिने, अब नभनौँ होइन त्यस्ता कुरा। तर अरू जनप्रतिनिधिले भनेको कुरा म पनि सहमत छु, किनकि त्यही हुन्छ। यो हाम्रो नेपाल सरकारको या त के अरे कर्मचारी तन्त्र भनौँ कि होइन, अब नेताहरू त 5 वर्षको लागि आउँछन् भन्ने जस्तो हो कि होइन। त्यो अब धेरै कुरा त्यसलाई कोट्याउनु भएन मैले होइन। तर हामीले मेहनत गरेका छौँ। अरूको कुरा भन्दा पनि हामीले जुन ठाउँमा सिफारिस गर्नुपर्ने छ, जुन ठाउँमा पुग्नुपर्ने छ, प्रदेश सङ्घ जुन ठाउँलाई गुहार गर्नुपर्ने छ, हामी पुगेकै छौँ। आफ्नो जति भ्याएसम्मको हामी गरेका छौँ। तर अब उहाँले जसको हुन त मेरो अहिले म खुसी पनि छु, मेरो 4-5 किलोमिटर कालोपत्र 1 वर्षमा हुनु भनेको त मलाई एकदम खुसी लागेको छ। किनकि सबैले सहयोग गरे र त यहाँसम्म मलाई पनि पुगायो, मेरो पनि सहयोग होला, प्रदेशको पनि सहयोग होला, नेताहरूको होइन। तर अधिकांश योजनाहरू आएका योजनाहरू यसरी आएका योजनाहरू समन्वय हुँदैन भन्छन् नि स्थानीय समन्वय। तर सङ्घ र प्रदेशको समन्वय हुँदैन। हेर्नुहोस्, योजना त आउँछ, यो क्लियर अनुगमन गर्नुपर्ने पनि हो होइन, क्लियर कुरा हो। हामीले चासो राखेर हामीले आफै जान्छौँ यो ठाउँ यो बनाऊ है भनेर, न टेन्डर गरेको थाहा हुन्छ सङ्घको न प्रदेशको टेन्डर गरेको थाहा हुन्छ। एकैचोटि ठेकेदार आउँछन्, साइट हेर्न आउँछन्, अनि बोलाउँछन्। हेर्नुहोस्, एउटा दोषी कसलाई आउँछ थाहा छ? फेरि बिग्रियो भने जनप्रतिनिधि हामीलाई आउँछ। हेर्नु, दोषी आउने हाम्रो त अहिले पनि यो म उदाहरण दिइरहेको छु। अहिले तपाईँलाई अलि पछि आउनुहोस् भन्नको कारण म त्यही विवादमा थिएँ। सङ्घको बजेट आयो, सङ्घको बजेट आइसकेपछि जब खन्न बेला त जनप्रतिनिधिलाई त्यहाँ बोलाउनु पर्ने नि त। जब त्यो साइट लिन बेला त बोलाउनु पर्ने नि जनप्रतिनिधि। जब खनिसकेपछि विवाद आइसकेपछि हामीले पुग्नुपर्छ त्यहाँ। यस्तो अवस्था छ। हेर्नुहोस्, यो क्लियर कुरा हो। हेर्नुहोस्, यो कुरा भनेको एउटा सडक छ नि हाम्रो यो राजघाटदेखि मालुबेला जोड्ने, यो सडक यो वर्षौँ भयो बन्न थालेको। यसको लागि त तपाईँले नगरमा प्रश्न गर्दा हुन्छ, किनकि हामी पनि तपाईँहरू पनि जिम्मेवार हो। जिम्मेवार हो, तपाईँहरूले खबरदारी हामी गर्छौँ। यो के भइरहेछ, कसो भइरहेछ, कति खबर तपाईँले ठेकेदारले नटेर्या हो, ठेकेदारले नटेर्या पनि हो। हेर्नुहोस्, त्यसलाई कसरी कारबाही गर्नुपर्छ भनेर हामीले बारम्बार नगरमा कुन ठाउँमा कुन निकायमा हामीले बोल्नुपर्छ होइन, त्यो भनिरहेछौँ। मेरो पनि त्यस्तै अवस्था छ। हेर्नुहोस्, 2टा कालोपत्र पढेको छ। हेर्नुहोस्, र अहिले के नाका अर्जुनको भन्ने एउटा छ। हेर्नुहोस्,
दुईवटा बाटा छन्, बढी पनि छैन। हेर्नुहोस् 188 मिटर एउटा छ, 100 समथिङ 24-40 कति मिटर छ। हेर्नुहोस् कालोपत्रे करिब 100 मिटर 100 मिटरको त्यो 4 वर्ष भइगयो। हेर्नुहोस् अहिलेसम्म भएको छैन। हेर्नुहोस् बेस फालेर गयो। हेर्नुहोस् अब त्यस्तो अवस्था छ। यस्तो हेर्नुहोस् त कारबाही गरेर त कारबाहीलाई तपाईहरु कार्यपालिकाले सिफारिस गर्नु पर्यो। त्यो गरेर त्यसलाई के रे त्यसको लाइसेन्सै छुट्नेसम्म हामी कुरा गर्छौँ, तर कालो सूचीमा राख्ने कुरा गर्छौँ। तर अहिलेसम्म फेरि हामी पूर्वाधारलाई पनि अस्ति म हाकिमसँग कुरा गरेँ, होइन यो के हो त, या त समात्नु पऱ्यो, या त यसको होइन कालो सूचीमा राख्नु पऱ्यो भन्ने बारम्बार भनिरहेछ। र अहिलेको मेरो पालोको अहिले काम अहिले सुचारू राम्रो भइरहेछ भन्ने मलाई लाग्छ अहिले, किनकि लगभग कालोपत्रे यो बलुवा फाँटा 50 मिटर अब अन्तिम चरणमा छ, र अर्को यो 1 किलोमिटर मेरो वडा कार्यालय पुग्यो, यो सम्पन्न हुँदैछ। र अर्को पनि त्यो बेस सुरु भइसक्यो, र यता पनि बेस सुरु भइसक्यो। लगभग जुन ठाउँमा भइरहेछ, लगभग 2 ठाउँमा मात्रै टेन्डर भएको छैन। फेरि म गुहार गर्दैछु पूर्वाधारलाई, छिटो टेन्डर गर्नुपर्छ कि के गर्नुपर्छ, छिटो मात्रै यो काम गराऊ भनेर बारम्बार म उनको सम्पर्कमा छु। आज पनि कुरा भएको थियो उसको बारेमा पनि। म हाम्रा वडा सदस्यहरूलाई पनि एकदमै निर्देशन दिइरहेको छौँ, ल तपाईँहरूको पहल कुन ठाउँबाट हुन्छ तपाईँहरू पनि गर्दै गर्नुहोस्, होइन हामी गरिरहेछौँ त्यस्तो कुरा। जस्तो नगरको नेतृत्व फरक दलबाट आस्थावान व्यक्तिको छ, तपाईँ फरक दलमा आस्थावान हुनुहुन्छ, तपाईँको नगर प्रमुखको समन्वय कतिको हुन्छ? सम्बन्ध छ, राम्रो छ सम्बन्ध, त्यस्तो छैन। अब हामीले माग गर्ने हो, हाम्रो निकाय भनेको नगरपालिका हो, होइन मजाले नेतृत्वसँग सन्तुष्ट हुनुहुन्छ तपाईँ? अब सन्तुष्ट, अब मैले भनेको कुरा त अब भइरहेछ भन्ने त अब सन्तुष्ट मानिरहेछ सबै कुरा। अब सहयोग पाइरहेको छौँ सबैको हातबाट। अब हामी अन्त्यतिर छौँ कार्यक्रमको। अब केही दिनपछि तपाईँहरू पनि बजेट बनाउने चरणमा दौडिनुहुन्छ, होइन? अब आउने आर्थिक वर्षमा तपाईँहरूले के कुरालाई प्राथमिकतामा राखेर अगाडि जानुहुन्छ? हामीले त पहिल्यैदेखि जोड दिएको छौँ स्वास्थ्य शिक्षा, होइन, र अलि अब यो पूर्वाधारमा अलि बाटो कुनै बाटोमा दिएका छौँ। अलि यी 3 चिजमा अलि हामी अरूभन्दा थप, र चौथोमा त्योमा पनि राखेका छौँ, कृषिमा पनि राखेका छौँ हामीले, किनकि कृषि बढी गर्छ यतातिर, कृषिमा पनि हेर्नैपर्छ। किसानहरूको मेहनत देखेर हामीले उहाँहरूलाई प्रोत्साहन स्वरूप हामीले के न के गर्नुपर्छ भन्ने हामीले छलफलमै राख्छौँ त्यस्ता कुराहरू, होइन। अब अन्तिम प्रश्न फेरि सोधिहालेँ मैले। तपाईँले अब 3 वर्ष कार्यकाल सक्यो, 2 वर्ष कार्यकाल बाँकी छ, तपाईँले यो तपाईँको कार्यकाल सकिँदै गर्दा यो वडालाई कस्तो बनाउन चाहनुहुन्छ, होइन? अब योभन्दा अर्कोचोटि तपाईँको मेरो यसरी संवाद हुँदाखेरि तपाईँ के काम गरिसक्नुहुनेछ यो विषयमा भनिदिनुहोस्। अब मेरो सपना त धेरै ठुलो थियो। हेर्नुहोस् अब यहाँ आइसकेपछि सायद सोचेको जस्तो नहुने रहेछ, किनकि सुरुमा मैले पहिला आउँदाखेरि मैले सोचिसकेको थिएँ डिपिआर गर्छु म सबै। अब डिपिआर नगरेको जुन मन्त्रालय हामीसँग डिपिआर थिएन, जुन मन्त्रालय गए पनि खै डिपिआर भन्थे कि हामीहरूलाई, जुन प्रदेश अब डिपिआरको कुरा हुन्थ्यो। मैले भने डिपिआर त गर्नुपर्ने रहेछ। फेरि नगरबाट प्रस्ताव राखेँ, नगरले सहयोग गर्यो। हेर्नुहोस् त्यो बेला मलाई डिपिआर गरायो। हेर्नुहोस् डिपिआर हल पुरै वडाको डिपिआर गरेँ। हेर्नुहोस् मैले त्यसपछि अब डिपिआरले बोकेर जाने थाल्यो प्रदेश र मन्त्रालयमा। हेर्नु अब तब त भन्नु ल हाल्छु भन्ने भयो। ठ्याक्कै तपाईँले प्रश्न सोधेको अगाडिको ठ्याक्कै यहाँनिर मैले भन्न के चाहेँ भनेपछि त्यहाँ हामीले टिपाउने त हेर्नुहोस् महाभारत टिपाउँथे त्यहाँ, यो बाटो चाहियो, यो बाटो ल हुन्छ भन्थे, होइन। तर आफन्तसँग जुन नेताहरू छ जोडिएको र तपाईँको हाकिमसँग जो नजिक हुन्छ, सायद मलाई लाग्छ सायद अलि बढी पर्ने गर्छ कि भन्ने जस्तो पर्ने जस्तो मलाई महसुस भयो। हेर्नुहोस् है, अब दोषी कसैलाई नदियो, होइन यो भनेर। तर यस्तो के भयो भनेपछि डिपिआर गरिसकेपछि त मेरो पर्नुपर्छ भन्ने मेरो थियो नि त। उनले त डिपिआर मागेको थियो मसँग, जहाँ मन्त्रालय गएर खै डिपिआरै छैन के बजेट हाल्ने भन्थे। जब डिपिआर तयार भएपछि अब आलटाल हुन थाल्यो। हेर्नुहोस् समस्या धेरै छ सर यस्तो। अब कसलाई दोषी, अब देशको स्थिति यस्तो छ, होइन, हामीले पनि बुझ्नुपर्छ देशको स्थितिलाई। र अबको हेर्नुहोस् मैले आफ्नो मनले धेरै गरे जस्तो पनि लाग्छ, किनकि मेरो वडा कार्यालय म एउटा 2टा कोठामा बसेको थिएँ, अहिले वडा भवन यत्रो बन्यो, होइन, भर्खरै, होइन।
बनिरहेछ ओडागालेको बाटाहरू बनिहाले बाटाघाटा होइन अब तपाईँ बिजुलीको कुरा बिजुली पनि फाइनल हुन थाल्यो बिजुली राति आयो भने मेरो वडामा झिलिमिली छ हेर्नुहोस् अब राति आफै सबै कुनै थोरै कोही ठाउँमा छुट्या होला छुटपुट होइन र अहिले ट्रान्समिटरको कुरा आयो ट्रान्समिटर पनि मसँग अहिले 2टा नयाँ आएछ मेरै पालामा 2टा थप अहिले 100 केबीको अझ पनि आइरहेछ होइन म सन्देश दिन चाहे तर म यसो हो कि कहिले पनि फेसबुकमा लेख्दैन मेरो फेसबुकमा किनकि म आफ्नै कामले देखाउने हो अब मै गइसकेपछि त भन्ने हुने यो बनायो भनेर मलाई के फेसबुकमा लेख्नु पर्ने भन्ने सायद मैले अहिलेसम्म सायद कसैको फेसबुकमा नलेख्या हुनाले म एउटा सीमितमा छु भन्ने लाग्छ होइन तर काम मैले गरे जस्तो लाग्छ मलाई किन गरे जस्तो देखिया छ काम अहिले पनि अब पनि म यो गर्छु ऊ गर्छु भन्नमा छैन सर म कामले बोल्छ अहिले भनिदिएपछि के थाहा अहिले बजेट गर्न नसकियो भने अलि मलाई पनि होइन तर म यो तपाईँहरू एक दिन यसो विचार गरेर आउनु न फिल्ड गरौँ किसानतिर बसौँला अन्य बसौँला अनि बुझ्नु होला मैले यो गरिदिन्छु ऊ गरिदिन्छु भन्नुभन्दा त अरूले बोल्नु पऱ्यो नि त के थाहा मैले गर्दा पनि त कुनै ठाउँ टुटी हुनसक्छ होइन त्यो राम्रै काम गर्दा पनि होइन समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद हजुरलाई पनि एकदम धन्यवाद हाम्रो यसै भेटघाट भएर होस् र तपाईँको टिमलाई पनि है सबै यो कृष्णपुर नगरपालिका वार्ड नम्बर 6 ले एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु र किनकि तपाईँले कमसेकम आधी घन्टाको मसँग गफगाफ भयो होइन मेरो सुख दुःखको कुरा त धेरै थियो तर धेरै म होइन आफ्नैमा त्यो भित्रै छ र कुनै दिन हामीले फिल्डैमा गएर स्थलगत गरेर जनतासँग र सायद खुसी जस्तो लाग्छ जनतालाई म गए अब अगाडि पछाडि त जो पनि गाली गर्ला पनि होइन नेताहरूलाई तर म जहाँ जान्छु खुसी जस्तो मलाई पनि महसुस हुन्छ म आफ्नै राम्रै गरेको छु जस्तो लाग्छ तर म राम्रो पनि गर्छु ल यही सन्देश छ हजुरलाई धन्यवाद तस्बिन आजलाई कार्यक्रमको समय सकियो अर्को हप्ता नयाँ जनप्रतिनिधि सहित उपस्थित हुने नै छौँ क्यामेरामा प्रमेश चौधरीसँगै म कार्यक्रम प्रस्तुता राजन जयगढी पनि बिदा हुन्छु हेर्दै गर्नुहोला न्युज नेपाल टेलिभिजन हवस् त नमस्कार